आज चाहिँ म एउटा स्पेशल भिडियो लिएर आएको छु। कृपया गरेर तपाईहरुले हेरिदिनु होला। धन्यवाद। हामी चाहिँ यहाँनिर हेर्नुहोस् साथीहरु, बेंगलोरमा पनि हामीले खोर्सानी रोपेको छौं। यहाँ केरा हेलो साथीहरु, हेरिहाल्नुहोस्। हामी चाहिँ अब डल्ले खोर्सानी कहिले गाउँबाट कोही आउने र डल्ले खोर्सानीहरु खानु पाउने भनेर चाहिँ सोच्नु पर्दैन, किनभने हाम्रो चाहिँ यहाँनिर फुलिसकेको छ। अब 1-2 दिनमा फल्छ पनि। हेर्नुहोस् साथीहरु, वाउ! तपाईहरु कसलाई चाहिँ यहाँनिर खोर्सानी खानु मन परेको छ कमेन्ट गर्नु होला। फलेपछि म तपाईहरुलाई ल्याइदिने छु। अनि यहाँ हेर्नुहोस्, हाम्रो यहाँनिर सानो पनि छ। साथीहरु, हाम्रोमा खोर्सानी मात्रै नभएर यहाँ हेर्नुहोस्, अब यहाँनिर हाम्रो मटर पनि उम्रिदैछ। अब मटर कति धेरै यहाँनिर महँगो छ हैन। अब मटर हामी किनेर खानु छोड्ने। अब यो फलेपछि चाहिँ हामी एकदम अर्ग्यानिक खाने, त्यही भएर चाहिँ यहाँनिर रोपिराखेको छु। पनि खानुपर्छ। हेर्नुहोस्, अब यसको चाहिँ साथीहरु यो मुन्टा पनि खाँदा रहेछ हो। अन्त यसको अब यो तरुल फलेपछि उसिनेर खानुपर्छ। अब यहाँ हेर्नुहोस् साथीहरु, एकदमै हामीलाई धेरै मन पर्ने चीज चाहिँ के हो भन्दाखेरि हामीलाई लेमन। अब यो लेमन फलिसकेपछि त अब हामीलाई किनिबस्नु अब जरुरतै पर्दैन हैन। 10 रुपैयाँमा 2टा मात्रै पाउँछ। अब यहाँ फलेपछि चाहिँ किन्नु पर्दैन साथीहरु। अनि यहाँनिर बेंगलोरमा चाहिँ यो केरा चाहिँ एकदमै मेन रहेछ, किनभने पूजाहरुतिर सबैमा केरा यस्तो पत्ताहरु चलाउँदै रहेछ, बोटै चलाउँदै रहेछ। खान्छ पनि होला हौ सायद है, पुरा बेचिराखेको हुन्छ। अब हामीले त कहिले खाएको भएको। हेर्नुहोस् साथीहरु, सेतो बैगुन पनि फलिराखेको छ। हाम्रो साथीहरु यहाँनिर तितेपाती पनि रहेको छ। यो सुँग्नु चाहिँ मलाई एकदमै धेरै मन पर्छ। साथीहरु, तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला। यो सबै भिडियो चाहिँ मैले यहाँनिर दादाको रुममा बनाएको। उहाँ दादा चाहिँ हुनुहुन्छ यहाँनिर एकदम। यो चाहिँ गाईको घाँस हो, हामीले गाई पनि पालेको छु हो। गाईको घाँस चाहिँ सिबी रोपेको छु, घिउबाट सिबी हो यो चाहिँ। ल घिउबाट सिबी हो। यो चाहिँ यताको खोर्सानी, लोकल खोर्सानी हो, त्यो लोकल। हजुर। अन्त यो बैगुन हो यहाँ छ। यसलाई त के पो भन्छ, यसको नाम बिर्सिन हौ। उखु हो, उखु। यहाँ अदुवा पनि रोपेको छौँ है हामीले। वाउ, अदुवा पनि रहेछ। अदुवा कति धेरै महँगो छ यहाँनिर। अन्त यो चाहिँ इलाइकी बनाना हो, इलाइकी बनाना हो। यो चाहिँ हाम्रोतिर भन्छ, यसलाई चाहिँ हाम्रोतिर भन्छ यो सब्जी खान्छ यसको चाहिँ। यो चाहिँ डल्लै भाँचेर खान्छ। यसको नाम चाहिँ थाहा छैन मलाई हो। अन्त फुलहरु चाहिँ यो तुलसी। हाम्रो गाउँमा पनि हुन्छ नि यो फुल। हेर्नुहोस् न, यहाँनिर यति ठुल्ठुलो हुँदो रहेछ। यो चाहिँ तुलसी हैन, डाँडे फुल हो। हाम्रो चाहिँ तुलसी नै हो कि? यो तुलसी एउटा सेतो खालको तुलसी हुन्छ, एउटा यस्तो कलरको हुन्छ नि त। साथीहरु, यो चाहिँ कडी पत्ता। यहाँनिर साथीहरु यहाँ हेर्नुहोस्, यहाँनिर बस्नु चाहिँ 2 जना दादाहरु बस्नुहुन्छ, तर कति धेरै स्याहारेर राख्नु भएको छ। अस्ति मेरो हस्बेन्ड पनि आएर यहाँनिर खोर्सानीको चाहिँ फेदमा के भन्छ कडा भयो भने चाहिँ राम्रोसँगले हुँदैन नि त। अन्त त्यो खनेर मजाले पानीहरु लगाइराख्नु भएछ। अन्त अहिले भर्खर खनेर यहाँ हेर्नुहोस् न यस्तो गरिराखेको छ। मेरो हस्बेन्ड चाहिँ यहाँनिर नङ काट्नु हुँदैछ। साथीहरु, मेरो चाहिँ आज छुट्टी हो। यहाँनिर एकदम मौज भइरहेको छ है। अहिले भर्खर भन्दा पनि अघि आएको दादाले यहाँ खानाहरु बनाइराख्नु भएको रहेछ। अन्त खानाहरु खाएर चाहिँ भिडियो बनाइराखेको छु। यसो बसिरहेको थिएँ। तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्यो प्लिज लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब, फलो गर्न चाहिँ नभुल्नु होला। अनि सधैँ माया गरिराख्नु होला है त।